सक्नुहुन्छ बालेन शाह अहिले यहाँ आउनुभएको दृश्य हामीले तपाईँले देखेर झापा 5 को मत परिणामको नतिजा सार्वजनिक भइसकेपछि उहाँले प्रमाणपत्र लिइसकेपछि जनताहरूलाई अभिवादन गर्दै आउनुभएको दृश्य हामीले तपाईँले देखाइरहेका छौँ। दर्शकले देख्न सक्नुहुन्छ यो झापा 5 को दृश्य हो। यहाँ नजिकै निर्वाचन आयुक्तको कार्यालय रहेको थियो र तपाईँ देख्न सक्नुहुन्छ दर्शकले हामी अहिले तपाईँलाई यो दृश्यमा देखाइरहेका छौँ। बालेन शाहलाई छुनको लागि आतुर यो भिड हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकले देख्न सक्नुहुन्छ यहाँ धेरै जनताहरू उहाँको प्रत्यक्षमा दिउँसोदेखि बसिरहेका थिए र अहिले उहाँ जनताहरूलाई अभिवादन गर्दै आफ्नो प्रमाणपत्र देखाइरहनु भएको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकले देख्न सक्नुहुन्छ राष्ट्रपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन शाहले अत्याधिक मतले पूर्व प्रधानमन्त्री केपी शर्मालाई हराएका छन् भने उनको दल राष्ट्रपाले 2/3 बहुमत करिब 2/3 बहुमत सहित अगाडि बढेको छ। दर्शकले देख्न सक्नुहुन्छ यहाँ भिड हामीले तपाईँलाई देखाइरहेका छौँ र बालेन गमला छ गमला दर्शकले देख्न सक्नुहुन्छ यो भिड हामीले तपाईँलाई देखाइरहेका छौँ। बालेनले सबैतिर घुमाएर तपाईँहरूलाई बधाई छ, तपाईँहरूको जित भएको छ भनेर त्यो ब्यानर देखाउनु भएको छ। दर्शकले हामी तपाईँलाई यो दृश्य देखाइरहेका छौँ। दर्शकले झापा 5 को दृश्य पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्याधिक मत करिब 50,000 मतले उहाँले हराइसकेपछि जनताहरूलाई अभिवादन गर्दै अगाडि बढ्नु भएको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। विशेष गरी देख्न सक्नुहुन्छ यो भिड हामी तपाईँलाई देखाइरहेका छौँ। यो भिडको बिचबाट बालेन शाह अगाडि बढिरहनु भएको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। अत्याधिक रूपमा झापा 5 का जनताहरूको यहाँ उपस्थिति रहेको छ र यसलाई नियन्त्रण गर्न पनि साह्रै गाह्रो भइरहेको दृश्य हामीले तपाईँलाई देखाइरहेका छौँ। दर्शकले देख्न सक्नुहुन्छ हामी तपाईँलाई यो भिडको दृश्य देखाइरहेका छौँ।